हामी चाहिँ अहिले लगनखेल बस पार्क आइपुगेका छौँ। यहाँबाट ऊ त्यो शौचालय लेखेको ठाउँ त्यहाँबाट चाहिँ गोदावरी जाने हायसहरू पाउँछ। अनि हामी त्यताबाट आज फ्यामिली पिकनिक गोदावरी 3 जना, 2 जना अगाडि छ अनि 1 जना पछाडि छ। 3 जना हामी चाहिँ आज लाग्दैछौँ गोदावरी हायस। लगनखेल बस पार्कको शौचालयको छेउतिर यो चाहिँ गोदावरी जान्छ सिधै। यो ठुल्ठुलो हायसहरू गोदावरी जान्छ, यसबाट गोदावरी सिधै यो चाहिँ गोदावरी जाने हायस। त्यसको लागि तयार भइसकेका छौँ गोदावरी जानलाई। आज हामी 3 जना फ्यामिली पिकनिक जानु। फ्यामिली हैन हो, ड्राई पिकनिक भनौँ। ड्राई पिकनिक, फ्यामिली ड्राई पिकनिक। पानी नै एउटा लिनु। के खाने अरे? कति रुपैयाँ खर्च? 20 रुपैयाँ। पानी र खर्च पानी पनि दिनु। पानी 20 रुपैयाँ। 20 रुपैयाँ भने कति भयो? यहाँ त लगनखेल बस पार्क शौचालयको छेउबाट चाहिँ है जाने। यहाँ थियो अघि पक्र पक्र। लगनखेल बस पार्क, लगनखेल बस पार्कबाट अब माथि हात्तीवन हुँदै अनि गोदावरी पुग्छौँ हामी आज। अब चाहिँ हामी सातोबाटो चोक आइपुग्न लागेको छौँ। सातोबाटो चोक अनि त्यसपछि हात्तीवन अनि हरिसिद्धि बिस्तारै गर्दै हामी आज हाम्रो गन्तव्य गोदावरी पुग्छौँ। त्यही त कति मिठो हुनु पर्ने यो त तर्सिने गरे फट्कु भयो। तपाईँको अस्तिको आलु र सस जस्तो भयो। चाहिँ हामी सातोबाटो चोक आइसकेका छौँ। तिनीतिरको इँटाहरू साह्रै सानो सानो बनाएको हुन्छ हो। एउटै इँटाले भित्ता बन्छ। सातोबाटो चोक आइपुगेको छ। अब सातोबाटोबाट चाहिँ हामी अब हात्तीवनतिर लाग्दैछौँ। अगाडि बढ्दैछ यात्रा। पानी पर्ला जस्तो पनि देखिरहेछ। राष्ट्रिय आलुबारी अनुसन्धान, आलुबारी बसेछ। आलुबारी र कृषि के रहेछ अरे? कृषि यता चाहिँ उयो साइन्सको वाला पनि छ। अहिले चाहिँ हामी हात्तीवन आइसकेका छौँ। हात्तीवन किराँतहरूको साकेलाहरू के चाडपर्व हुँदा चाहिँ मनाउने ठाउँ हो हात्तीवन। अनि उसले बोयफ्रेन्ड बनाएर मेरो फेरि दाइ भन्छ। अनि उनीहरूको झगडा हुँदा अनि मलाई कला। यता चाहिँ गोदावरी जान्छ हायसहरू हुन्छ है धेरै। साँझ पनि जान्छ तर बिस्तारै जान्छ र तिनीहरू धेरै जस्तो त्यस्तो हायसै प्रिफर गर्छ। मिङमाले त पठायो नि भत्तीलाई त्यो एउटा के भाइ के अरे के खडाया भन्नाले अलिकति लो कास्ट हुन्छ नि त्यो लो कास्टको उसले त्यो धनगढीबाट खोजेर त्यो के अरे ओरिएन्टेसन गर्न जाँदाखेरि लिएर आएको। अनि यहीँ उसकै साइपल कलेजमा पढाएपछि अनि त्यो उसकै कन्सल्टेन्सी ट्रेनिङमा गराएर अनि अस्ट्रेलिया पठाइदियो त्यसलाई। अनि त्यसपछि अर्को एउटा बहिनीलाई कतिलाई गर्यो। हामी हरिसिद्धि आइसकेका छौँ। गोदावरीको यात्रा अगाडि बढ्दैछ। हरिसिद्धि 2 जना चाहिँ पुरै थकिएको छ, निदाउला जस्तो छ। हेर्दैछौँ अब कति बेला पुग्छ। सिनेमेटिकमा त आइपुगेको छ।
पुरा निदाउनु लागेछ एकजना चाहिँ डेस्टिनेसन पुग्नुभन्दा अगाडि चाहिँ हामी गोदावरीको बाडे गाउँ आइपुगेका छौँ। बाडे गाउँबाट अब केही बेरमा चाहिँ हाम्रो डेस्टिनेसन गोदावरी पुग्छौँ। अनि आज बोटानिकल गार्डन घुम्छौँ अनि त्यहाँबाट घरबाट ल्याएको खानेकुरा छ ड्राई पिकनिक गर्छौँ। कोही हुनुहुन्छ यस्तो यात्रा गर्दा चाहिँ सुतिहाल्नुहोस्, म चाहिँ यात्रा सुरु हुनुसाथ हिँडिहाल्छ। कोही हुन्छ यस्तरी हेर्नुहोस् फोन चलाएर बस्नु। देखिरहेको डाँडा चाहिँ सन्तानेश्वर महादेव। मस्त निन्द्रा एयर कन्डिसन पुरा खुला छ, आनन्द छ। अब चाहिँ लौटे लगाइसकेको छ। गोदावरी भिलेज रिजोर्ट आइपुगेको छ जाने बाटो। दामी दामी घरहरू छ यहाँ चाहिँ। अब चाहिँ आइपुगेछौँ है हामीलाई गन्तव्यतिर। गोदावरी बस पार्क आइपुगिसकेका छौँ। अब चाहिँ हाम्रो बोटानिकल गार्डनसम्मको यात्रा है यहाँबाट। अब देख्न सक्नुहुन्छ गोदावरी आइसकेको छ। यहीँ लेखेको छ आई लभ गोदावरी। अब यहाँबाट हाम्रो चाहिँ गोदावरीको यात्रा सुरु हुन्छ। आज हामी बोटानिकल गार्डन जान्छौँ अनि त्यहाँबाट चाहिँ भित्रको दृश्यहरू देखाउँछौँ नि त है तपाईँहरूलाई के कस्तो हुन्छ। यो चाहिँ गोदावरी बस पार्क। त्यो त उता पिकनिक स्पट जाने ठाउँ हो क्या, यता बोटानिकल गार्डन जाने यता हो क्या। यता चाहिँ बोटानिकल गार्डन, उता त पिकनिक जाने ठाउँ हो क्या। तिमीहरू गएको होइन पिकनिक स्पट गएको? त्यो त पिकनिक स्पट हो क्या त्यो चाहिँ। यो होइन चाहिँ बोटानिकल गार्डन जानेको फुलै फुल भएको ठाउँ। अगाडि हिँड्दैछ, हामी अगाडि बढ्दैछौँ। 3 जना चाहिँ लाग्यो है हामी बोटानिकल गार्डनतिर। अब बाटोमा उताबाट सामानहरू केही नल्याइकन यहीँ किनेर खाँदा नि हुन्छ लगेर जाँदा। तर हामीले चाहिँ आज घरबाटै आलुदमहरू अनि चिकन यताउता ल्याएको छौँ। त्योसँग चाहिँ खानालाई ठिक्क छ। चक्लेटलाई दबाई रे क्या उसले त लाग्छ के दबाई रे दुध चक्लेट दुध चक्लेटलाई दबाई पो खान्थ्यो। कति रुपियाँ लिन्थ्यो? पुरै दुध चक्लेटलाई त दबाई पो भन्दिएर। मिनट माथि हिँडिसकेको छौँ। अब यहाँबाट माथि जाने हो। यहाँनिरदेखि आलु चप तातो आलु चप बनाएर 25 आलु चप पकौडा सेल यो रहेछ। आलु चप चाख्ने भन्दैछ। आलु चप चाखेर मिठो रहेछ नि। मिठा आलु चप तातो आलु चप खाँदै तातै खानेहरूलाई खाँदै अब यहाँबाट सानोमा आलु चप खाँदै अगाडि बढ्ने हो हामी हाम्रो। आलु चप तातो आलु चप। अनि यो मोबाइल चाहिँ जुन पसलमा किने त्यही पसलमा दिउँला। यो मोबाइल यहाँ हुँदो रहेछ मलाई थाहा भएन।
दसैँमा किने मगर अहिले यहाँ अहिले केही गरेको नहुनुको अनि यसलाई चाहिँ पसलमा 25 रुपियाँ गोटा आलुचप है 25 रुपियाँ गोटा आलुचप लिएर अब अगाडि बढ्दैछौँ हामी उयो खास यस्तो आइस गोला म त पहिला त्यो फ्यान्टाहरू लिएर फ्यान्टा होला भन्दा थिएँ अहिले त है गाडी आयो गाडी यहाँ हेर्नुहोस् न कति मजाले गाडी यस्तो बनाएर राखेको दाउरालाई मजाले मिलाएर आएको कस्तो रहेछ आलुचपहरू खाएकै छैन कस्तो छ होइन खाने बित्तिकै बनाउनु कस्तो रहेछ तातो तातो छ तातो तातो छ कस्तो रहेछ ठिकै छ जस 25 रुपियाँ हिसाबले ठिक हो अलिक महँगो भयो अलिकति महँगो भयो 5 रुपियाँ गोटा गऱ्यो नि तेल मसला फेरि यति टाढा होइन यहाँ त ठ्याक्कै गोदावरी वन फुलचोकी डाँडा अनि अहिले त एकदम भाइरल भएको थियो मार्बल डाँडा नि हो माथि टुप्पोमा मार्बल फ्याक्ट्री जस्तो भएर ऊ यार त पिरो पिरो छ त हो त्यो हरियो खुर्सानी है डक्क मकै पोलेको म त्यहाँ आइस गोलाहरू जस्तो तर तिम्रो अनि यो त कति राम्रो कन्सेप्ट क्या ससाना टुक्रा फोहोर मलाई भनेर यसरी गोदावरी जाने बाटोमा चाहिँ यसरी राम्रोसँग राख्दै रहेछ आज धेरैजना आउनु भएको छ गोदावरी जाने बाटोमा अनि यहाँनिर चाहिँ ठ्याक्कै यो चाहिँ सेन्जिबेर है गोदावरीमा भएको सेन्जिबेर जस्तो छ है यो त ट्याक्कै हेर्दाखेरि जङ्गलको बिचमा होइन टक्क मुमिन घर जस्तो क्या कतिजनालाई त्यो आफ्नो बालापन याद आयो जस्तो मुमिन घर जस्तो हेरेर डट्टा हेर्दाखेरि टक्क सबैजना अगाडि बढ्दैछ धेरैजना आउनु हुँदो रहेछ यो बोटानिकल गार्डन पिकनिकमा अब हामी 3 जना मात्रै होला अलिकति त्यस्तो आज किनभने अफ डे हो बिहिबार अब शनिबार त्यस्तोहरू विकेन्डमा त प्याक हुन्छ आज त हुँदैन होला भने तर खै आज पनि यहाँ यतिजना देखियो अगाडि कति हुनुहुन्छ होला तर एकदम हरियाली छ ठाउँ राम्रो छ है बोटानिकल गार्डन गोदावरी घुम्नलाई त्यहीँ देख्नु थाल्छ आज लालीगुराँस चाहिँ मजाले देख्नु थाल्छ आज हैन एउटा भित्र छिर्नुपर्छ त्यहाँबाट चाहिँ त्यो ढोकाबाट पानी आउँछ क्या सबै पोखरी छ ए त्यो राख त फोहोर मलाई भनेर कति राम्रोसँग राख्नु भएको मेन गोदावरी आइपुगेको छौँ यता गुम्बा छ अनि यहाँबाट चाहिँ 100 मिटर जस्तो अगाडिमा तपाईँको ठ्याक्कै बोटानिकल गार्डन जाने 100 मिटरमा छ टक्क यहाँतिर नि यसरी तितौराहरू टक्क तितौराहरू एकदम ट्वाक्क मिठो पिरो ट्वाक्क खानेहरूलाई चाहिँ छ है यहाँ सुविधा क्यास नभए नि सेवा पेमेन्टहरू पनि छ अहिले यसरी तितौराहरू ट्वाक्क ल अब अगाडितिर बढ्यो यसरी त ठ्याक्कै यहाँबाट ओह्रालो लागेपछि चाहिँ केही बेरमा अब बोटानिकल गार्डन आउँछ 100 मिटर लेखेको छ अब ठ्याक्कै 100 मिटर अगाडि चाहिँ बोटानिकल गार्डन छ अब हामी पनि अगाडि बोटानिकल गार्डन जाँदैछौँ त्यहाँ टिकट के कति छ तपाईँहरू लगनखेलदेखि हायेस्टमा चाहिँ गोदावरी बस पार्कसम्म आउनु सक्नुहुन्छ त्यहाँसम्मको चाहिँ प्रति व्यक्ति 30 रुपियाँ छ है स्पट पनि है त्यही भएर यहाँनिर हामी देख्छौँ नि अगाडि बस पनि आइसकेको छ यहाँनिर हेर्नु है तपाईँहरूलाई के याद आउँछ त यहाँनिर
यत्रो ठुलो बबल टी पनि राखिदिएको छ बबल टी पनि छ तपाईँहरूको ड्याक्क अब यहाँनिर अगाडि चाहिँ अब हामीले टिकट काट्नुपर्ने हुन्छ प्रति व्यक्ति के कति छ त्यो देखाउँछौँ हामी भिडियोमा अनि चाहिँ बबल टी फेरि पनि स्कुल बसको पिकनिक सिद्धिएर फर्किसकेको छ यहाँनिर तपाईँहरू घोडा पनि चढ्न मिल्ने चाहिँ घोडाको लागि पनि छ यहाँनिर यस्तो छ अब ठ्याक्कै देख्नुभयो नि होइन नेसनल बोटानिकल गार्डन भनेर छ राष्ट्रिय वनस्पति उद्यान भनेर अब टिकट काउन्टर छ टिकटमा के कस्तो छ तपाईँहरूलाई हामी देखाउँछौँ भिडियोमा टिकट काउन्टरमा के कति छ भनेर देखाउँछौँ 10 वर्षभन्दा मुनिकोलाई चाहिँ 20 रुपियाँ रहेछ 10 वर्षभन्दा माथिकोलाई चाहिँ 50 रुपियाँ रहेछ टिकट अनि अरू 7 कन्ट्रीको आउनुहुन्छ भने चाहिँ 100 र 200 रहेछ अनि अरू विदेशको आउनुहुन्छ भने 200 500 रहेछ यसरी टिकट दर चाहिँ यस्तो चाहिँ टिकट घर छ अनि यसरी टिकट चाहिँ 20 र 50 छ बच्चालाई 20 ठुलोलाई 50 रहेछ यसरी हामी चाहिँ 3 जना छौँ है 50 को टिकट मान्छेहरू चाहिँ टन्न आउनुहुन्छ है आज पनि अनि यहाँ चाहिँ प्लास्टिकको झोलाहरू चाहिँ एभोइड गर्नुभएको छ त्यो चाहिँ राम्रो रहेछ ए तिनटै दिन हाम्रो ए 3 जना हो ए 3 जना गएछ सानो सानो भाइ बहिनीहरू स्कुल पिकनिक आउनु भएको छ हेलो हाई ऊ यता मुनितिर घुम्नु जाने अब यसरी चाहिँ गोदावरी आयो भनेपछि ठ्याक्क थाहा हुन्छ यसरी फुलै फुल फुलै फुल देख्नुहुन्छ जता हेऱ्यो त्यतै फुल फुलको बारेमा ल्या चाहिँ लाली गुराँस भनेर है लाली गुराँस यस्तो हुन्छ र यो त लाली गुराँस हो लाली गुराँस भनेर त पुरै हेर न यहाँ हेर न यो त होइन होला त के हो यो भुइँ लाली गुराँस ए हो र मुनि देखाएर यहाँ चाहिँ छ हो भनेर ल है अब चाहिँ हामी भित्र लु त यो बोतल छिरिसकेको छ दिन त म पुग्छु एउटा झोला दिनु मलाई ल है सिधा भइरहेछ ल ठक्क अब यहाँनिर यसरी कता जाने अब अल्पाइन जोन हिमाली प्रदेश यस्तोमा जाने हो कि यहाँनिर हिमाली प्रदेश यहाँ कसले यार यो त भएन नि त यो त अति भयो नि त यहाँ त यस्तरी फालेर यार यो त भएन नि त यहाँ हेर्दा कसले फाले यस्तो यस्तो त भएन अति भयो लप्सी है लप्सीलाई के भन्दो रहेछ के भन्दो रहेछ के हो यार यो त कोरियोपोन्डियास एक्जिलारिस रे नि त कस्तो हो यो त कति अप्ठ्यारो नाम हो यो त लप्सी होइन नेपालमा मात्रै पाइन्छ भन्थ्यो त्यहाँ सानो बास भिडियोहरू बनाइदिनु तिम्रो यस्तो झोला बोकेर जाऊ अहिले राखेर अब अहिले बनाउनु भयो बनाइदिन्छु के हो यस्तो बसेर खाने ठाउँ चाहिँ कहाँ छ अलि भित्रभित्र छिर्नु पऱ्यो नि अब उता अब त्यहाँनिर कस्तो लाग्दैछ ओखर ल मजा है यहाँ ओखरको बोट है ओखरको बोट ओखरको बोट यहाँ चाहिँ सानो खोल्सा छ है खोल्सीहरू पुरै सानो खोल्सीहरू छ यहाँ सल्लाह यो सल्लाह भइहाल्यो अब यहाँ मुनि जस वनस्पति चराचुरुङ्गीहरू मनपर्छ भने चाहिँ बोटानिकल गार्डन एकदम राम्रो छ सुनगावा अब यसरी यतै कतै बस्दा पनि हुन्छ होइन उता पर यता कहाँ बस्ने हरिया झार त उयो हो अहिले यतिखेर अब ऊ त्यहाँ पर त्यो ऊ त्यहाँ फोटो खिच्ने एरियातिर खिच्यो मात्र मान्द्रो मान्द्रो राम्रो लाग्यो तिमीलाई ठाउँ पैसा हेरी यो त पुरै निम मिठोवाला मिठो 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 भने जस्तो निम मिठो 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 पिस लिली के हो त
फुल मैले अँ गुडाबाट ल्याएर कति 3 चोटि सार्नु पर्यो 3 चोटि जाँदाखेरि अँ तर गर्मीमा यो मरे नपलाउँदो रहेछ उही फुल हो यो जस्तो प्लान्ट फ्लावरै हो यो त लोटस हो क्या अनि तर लोटस चाहिँ नभएको है यो 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 पनि राम्रो फुल्छ वर्षमा एकखेप उम्, येल्लो कलरको यो लोटस चाहिँ फुल्या बेला दामी देख्छ है अब फुल्छ कस्तो लागेको छ डोमालाई चाहिँ एकदम रमाइलो भिडियो खिच्दै हिँडेपछि हेर्नै पाएन होला कि झन् हेरिरहेछ अम्लिसोलाई के भन्दो रहेछ इङ्ग्लिसमा ल्याटेफोरा यहाँ अगाडि के कुचो बनाउनु ओइ यो चाहिँ कोइरालोलाई चाहिँ बाउनिया भन्दो रहेछ है यो त डोमाले त यस्तो छड्के गराएर खिचेको नि भएन यार अलिक मान्छे रिसाएर हिँड्यो यार भिडियोग्राफरै रिसाएर हिँड्यो यार हाम्रो यहाँनिर है टक्क मान्छेहरू पिकनिक मनाइरहनु भएको छ फ्यामिलीहरू यहाँ ठ्याक्क सिनहरू अगाडि यहाँनिर सिसौँ ल टक्क यो चाहिँ भिडियोहरू खिच्नको लागि फोटो खिच्नको लागि चाहिँ सानो खोल्चीहरू छ खोल्चीको छेउमा बसेर है यहाँ यसरी टक्क फोटो खिच्नलाई वन जङ्गल राम्रो छ है ठाउँ 50 रुपियाँ टिकट काटेर लगनखेलदेखि आउँदा गाडी भाडा 30 रुपियाँ 50 रुपियाँ 80 रुपियाँमा त यहाँ यस्तो ठाउँमा आइपुगिन्छ पचास हो कहाँ 30 र 50ले 80 भन 50 रुपियाँ यहाँ त्यहाँ 30 गाडी भाडा गाडी भाडामा चाहिँ यो चाहिँ उता चाहिँ यहाँ चाहिँ प्रायः फेरि सुटिङहरू पनि भइरहेको छ गीतको मुभीहरूको उता त त्यहाँनिर सुटिङ भइरहेको छ उता पारि यहाँनिर सुटिङ भइरहेको छ त्यहाँनिर देख्न सक्नुहुन्छ गार्डन पनि पुरै वर्गीकृत गरेर त्यता जाने कि यता मुनितिर जाने रोड छ त्यहाँ रोड माथि फुलहरूको चाहिँ छ के यता मुनि जाने खाना त यहाँ नि दिन्छ त्यहाँ त फुलै फुल छ अनि खै अब फुलै फुल हो त्यहाँ उभिने ठाउँहरू छ यसरी चाहिँ खोल्चीहरू सानो खोल्चीहरू फोटो खिच्नको लागि चाहिँ एकदमै राम्रो छ यो ठाउँहरू अब हामी पनि खाजाहरू खान्छौँ होला अब त्यसपछि चाहिँ हामी बोटानिकल गार्डन श्री राष्ट्रिय वनस्पति उद्यान भनेर माथिपट्टि त्यो फुलहरू बाटोमा जान्छौँ तर त्योभन्दा अगाडि चाहिँ पहिला हामी खाजा खान्छौँ अब हाम्रो चाहिँ आजको फुड खाने ठाउँ चाहिँ यही स्पट सिलेक्ट गरेको छ सिलेक्ट यही गरेको छौँ आज हामीले अब खाजा खानलाई चाहिँ अब ठ्याक्क बनाउँदैछ हाम्रो ठ्याक्कै खाजा खाने स्पट चाहिँ यस्तो छ है आज जङ्क फुडहरू पनि किनेको छौँ अनि त्यसपछि घरबाट बनाएर पनि ल्याएको छौँ यसरी बस्न लाग्छ यहाँ छेउमा खोल्चीको आवाज कल 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 खोल्चीको आवाज अनि यहीँ खाँदा लगेको छ यसरी हरियाली पुरै हरियाली ठाउँमा यस्तो खोल्चीको आवाज कलल बगेको ठाउँमा ठक्क अनि हाम्रो खाने ठाउँ यस्तो हरियाली चाहिँ पुरै चारैतिर हरियाली टक्क चारैतिर हरियाली यसरी हेर्नु 360 पुरै घुमाउँदाखेरि पनि हरियाली क्या जताततै हरियाली अनि टक्क त्यहाँ वनस्पति ठ्याक्कै यहाँ अगाडि हेर्नुहुन्छ कल 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 गरेर सानो खोल्ची अनि ठक्क हाम्रो यहाँनिर आजको सेटअप र चाहिँ अब फोटो खिच्ने कार्यक्रम यताउता सबै सिद्धिएर अब यो यहाँको सेटअप पनि भइसकेको छ
खानेकुरा चाहिँ हामीले आज चम्ची मैले भर्खर त्यहाँ घरबाट आलुदम यो मस्यौरा साँधेको त्यसपछि यो फ्राइड राइस लिएर आएको छौँ अरू चाहिँ अब सबै खरबुजा छ बेरिजहरू छ लेज यिनीहरू छ पानी छ अनि यति खानु फ्राइड राइस अनि अन्डा मासु के हुन्छ सट्टा खान्छौँ हामी यसरी चाहिँ पुरै हामीले आज फोटो सेसन पनि गर्ने अनि खिच्ने भनेर आएको त भने यसरी 2-3 जना आउँदाखेरि अथवा कपाल आउँदाखेरि यसरी रमाइलो गर्न सक्नुहुन्छ फोटो खिच्ने ठाउँहरू पनि छ यता वरिपरि यसपछि चाहिँ हामी अहिले गार्डनमा पनि जान्छौँ बोटानिकल गार्डनभित्र पनि अर्को फुलहरूको हेर्नु ल हामी चाहिँ अब लाग्दैछौँ अगाडि 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 शीतल 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 भएको छ मौसम 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 जापानिज गेट आइसकेको छ है सामुराई गेट जापानिज गेट तर कोइरेला टाइपको देखिने है तर ठुलोमा क्या बास्ना पनि त्यो हर्बल टाइपको आउने रहेछ यो उयो हो नि त नि यो फुल जापानिज फुल साकुरा हो नि त हैन अलि उता टोयलेट त उयो माथिको छ सर जाउँ न त अब चाहिँ हामी यसबाट बोटानिकल गार्डन जाँदैछौँ अगाडि अब मुनि देब्रेतिर ऊ यता मुनि अब प्लेस बोटानिकल गार्डन गोदावरीको भाइरल फोटो खिच्ने प्लेस यो एउटा अनि यहाँनिर मान्छेको भिड लाग्छ है फोटो खिच्नलाई त्यसपछि हामी राष्ट्रिय वनस्पति उद्यानतिर जाँदैछौँ अगाडि बढ्दैछौँ भाइरल ठाउँ फोटो खिच्नलाई लिली गार्डन भिभिआइपी गार्डन रक गार्डन छ अब हामी चाहिँ लिलीतिर जाँदैछौँ जापानिज शैलीको जापानिज स्टाइल गार्डन है यो चाहिँ लिली गार्डन हो ल यो चाहिँ भाइरल प्लेस भिडियो खिच्नको लागि मान्छेहरू यसरी यहाँ चाहिँ भिडियो खिच्छ यो अर्को भाइरल प्लेस भिडियो खिच्नलाई यसरी फ्यामिलीहरू पनि आउनुहुन्छ पिकनिकको लागि एकदम राम्रो छ ठाउँहरू जस बिहानको 9 बजे आएर खाना ल्याएर खाना खाएर फेरि एक लट सुतेर घुम्दाखेरि ठिक्क हुने ठाउँ छ हैन यहाँ कति मजाको कुदेको उयो छ जम्मा यहाँ नआउने तलसम्म छ जाने कि नजाने गार्डन सुरु भइसकेको छ बोटानिकल गार्डन यहाँको नियमहरू चाहिँ यस्तो छ है कृपया पालना गरौँ यस्तो बोटानिकल गार्डन आइसकेका छौँ मान्छेहरू एकदमै भिड छ आज फ्लावरहरू देख्न सक्नुहुन्छ त्यहाँनिर उहाँहरू पनि आउनु भएको छ पुरै संस्थाबाट आउनु भएको छ पुरै सबैजना पानीमा रमाइरहनु भएको छ
यता जाने क्याक्टस हाउस ल त्यो भाउजूको फोन लिएर बनाइदिँदै घरमा म यता म यता बनाइ भने वहीलाई त बगलमा त फिल्म है यसरी गार्डनहरू चाहिँ यस्तो राम्रो छ है मान्छेहरू टक्क फोटो भिडियोस यो चाहिँ कस्तो दामी बनाएर चाहिँ टक्क लपको यसरी टक्क यसरी मजाको बन्नु हेर्दा राम्रो छ है ठाउँहरू चाहिँ घुम्नलाई फोटो सेसन स्पेसली फोटो सेसन भिडियो बनाउनको लागि चाहिँ ठाउँ अति बेस्ट छ देखिराख्नुहुन्छ अगाडि पनि एकजना भर्खर न्युली म्यारिडहरूको फोटो सेसन भइरहेको छ यहाँनिर ठाउँ आइपुगिसकेको छौँ यहाँ चाहिँ मैले भने नि तपाईँहरूलाई फोटो भिडियो खिच्नु छ भने चाहिँ अति ल कस्तो दामी छ ठाउँहरू हेर्नु त के को साथी अब चाहिँ हामी अगाडि बढ्दैछौँ फेरि नयाँ ठाउँ पुरै हावा चल्ला सुटिङ भइरहेछ देख्न सक्छौँ यो चाहिँ एस्थेटिक देखिरहेछ है घर चाहिँ पुरै ठक्क सबैजना यसरी ठक्क ट्रेडिसनल आफ्नो मौलिक पहिरनमा पनि हुनुहुन्छ यसरी ठाउँ ठाउँमा सुटिङ गर्नको लागि लाइटिङ मिलाउनको लागि चाहिँ यस्तो बोर्डहरू पनि छ कस्तो लाग्दैछ ठिकै अलिक सामान धेरै भयो हाम्रो है नत्र ठिक छ है ठाउँ त जस एक दिन फुल छुटाउनु पर्ने चाहिँ पनि नपुग्ने हो अब ऊ त्यो माथि देखेको छ नि ऊ त्यो ढोचा भएको त्यो चाहिँ मार्बल लगाएर है यो रोज मन पर्दैन ल येल्लो कलरको है यसरी पुरानोमा चाहिँ अनुमति चाहिन्छ यहाँ माथि चाहिँ सुनाखरी अर्किडवाला चाहिँ अर्किडको फार्म रहेछ अर्किड हाउस रहेछ पुरै अर्किड हाउस छ यहाँ त यो चाहिँ बोनसाई हाउस छ सो प्राकृतिक वृक्ष भनेर छ अनि यहाँ चाहिँ यसरी अनुमति बिना प्रवेश निषेध त ल्याएको छैन यहाँ जति कटिङ ग्राफ्टिङ गरे उसको रुटलाई त्यति त बोनसाई हुने भन्ने यो चाहिँ म्यापल लिफको रहेछ अलि ठुलो हाम्रो घरको त्यो बगानबेली पनि बोनसाई जस्तो त देख्छ है म एकदम मलाई गर्मी भयो धेरै उनीहरू चाहिँ दुईजना यत्रो हिँडेर थकित भइसक्यो
अघि आउँदा पुरै इनर्जी छ, अहिले त छैन इनर्जी पुरै। यत्रो ठाउँ घुम्नु छ, अझै ऊ त्यहाँ पारीको सिसावालामा जानै छ। यहाँ अझ सबै राम्रोसँग घुमे पनि छैन, थाकिसक्यो आज। जस तपाईँहरू विकेन्डमा अथवा बिदा भएको बेला आफ्नो मिलेको बेला चाहिँ आउनुभयो भने यो ठाउँ एकदम राम्रो छ फोटो सेसनलाई, भिडियोलाई। अनि जसलाई प्राकृतिक कुराहरू एकदम मनपर्छ, स्पेसली फुलहरू मनपर्छ भने चाहिँ यो ठाउँ चाहिँ हाइली रिकमेन्डेड है। काठमाडौँबाट नजिक पनि छ। काठमाडौँ ललितपुरको लगनखेल बस पार्कबाट तपाईँ त्यही 30 देखि 35 मिनटमा हाइस्ट पाउँछ त्यो शौचालयको ठाउँमा। त्यहाँनिर 30 रुपियाँ लिन्छ त्यहाँदेखि यहाँ बस पार्कसम्म। अनि बस पार्कदेखि त्यही 15 देखि 20 मिनट हिँड्यो भने ठ्याक्कै बोटानिकल गार्डन आउँछ। अनि यो घुम्न 4-5 घन्टा खानेकुराहरू ल्याएर आउनु भने यस्तो रमाइलो छ नि ठाउँ। हेर्नु न, बुढी आमालाई पनि कति रमाइलो लाग्छ भन्दै हुन्छ। फुल भने जसलाई नि मनपर्छ, सानो बच्चादेखि बुढाबुढीहरू सबैलाई। फाउन्टेन छ यहाँ, फाउन्टेनमा नि त्यसरी फाउन्टेनको भाइरल ठाउँ जाँदैछौँ, त्यो सिसा भएको ठाउँ माथि। सरी। यहाँ पारी चाहिँ सुटिङ भइरहेछ है, सुटिङ भइरहेछ। अब हामी चाहिँ अर्को बोटानिकल गार्डनको सबैजनाको फोटो आउने एउटा वान अफ दि जानै पर्ने स्पट भनौँ न। उयो प्रायः सबैजना यहाँ चाहिँ आइरहेको हुन्छ। यही स्पटमा पनि आइरहेको हुन्छ प्रायः सबैजना। फोटोहरू यसको ठ्याक्कै अगाडिबाट खिचेको हुन्छ सबले। तर अहिले यो चाहिँ पुरानो भइसक्यो। यही ठाउँमा हामी यहाँबाट घर गएको है, घर हिँडिसक्यो, कुदेरै जान्छु भन्छ। अब यहाँदेखि बस पार्कसम्म जानलाई 15 देखि 20 मिनट लाग्छ। अनि त्यहाँबाट चाहिँ अनि हामी घर पुग्छौँ। आजको हाम्रो बोटानिकल गार्डनको यात्रा रमाइलो भयो। खानाहरू चाहिँ अलिक धेरै भयो। अब बेलुका घरमा गएर खान्छौँ। गीत गाउँदै छ एकजना चाहिँ टन्नै भएर। अब चाहिँ हाम्रो लगभग आजको यात्रा, आजको हाम्रो छोटो पिकनिक सिद्धिसकेको छ। अब चाहिँ घरतिर लाग्ने तर्खरमा छौँ हामीहरू। अब सबैजना बस पार्कमा त अब माइक्रो भेट्न नै गाह्रो हुन्छ होला, प्याक हुन्छ होला हाम्रो सब फर्किने क्रममा। ल है, आजको हाम्रो गाइड पनि पुरै ब्रेकमा छ। ज्याले थियो, अब अँध्यारो हुँदै गइसकेको छ। सबजना थकित छ हाम्रो आजको पिकनिक टोलीहरू। सुनगावा अब चाहिँ मेन गेटमा पुग्न लागिसक्यो हामी। अब यहाँबाट 15 मिनट जति वाकमा चाहिँ माइक्रो स्टेसन पुग्छौँ। कस्तो छ टोलीहरू? ठिक छ, इनर्जेटिक। अझै 15-20 मिनट हिँड्नु छ। ल, आगमनको लागि धन्यवाद, थ्याङ्क यू फर द भिजिट भनिसकेको छ।
सिद्धिएको छ बाहिर एक्जिट आज चाहिँ हाम्रो सिद्धियो गुम्फे बोटानिकल गार्डनको कहाँ के छ भनेर चाहिँ यो फर्स्टमा म्याप हेरेर जानुभयो भने सजिलो हुन्छ सुरुमा यो म्याप हेरेर भित्र जानुभयो भने चाहिँ तपाईँलाई अझ सजिलो हुन्छ तितौराहरू तितौराहरू के छ धन्यवाद भिडियो हेरिदिनु भएकोमा